मुखमा किन नधुको मुख नि कहाँ हुन्छ त्यस्तो जाडोमा दिनको सुरुवात गरिरहेको छौँ कडा छ भाइ यो माल कडा हो के कडा हेर्दै माल चाहिँ कडा भाइ अब म खान जान्छु माथि के अरे सुचिया झट्ट जाने सुचिया खाने सुत्ने हो मजाले गाना मुझे यसरी भन्छ मात्रै यसरी ऋषिका जमन जान्छ कि हजुरा बाता बजाउँदै नानी जसलाई भेटियो मायालाई भेटियो यो मनको तिर्सना मेटियो गाईलाई चलाउँदै नानी जमन जान्छ कि हजुरा बाता बजाउँदै चिसो नलाएर नकेटिएको हामी सोलु टाप्टिङ आइसक्यौँ होइन किन देखाउनु तपाईँ यस्तो छ है यस्तै छ है यस्तै छ है देखाइदे यस्तो छ है हिउँ परेर चाहिँ नि बाहिर यस्तो छ हालत 5 वटा ज्याकेट लाँदा पनि नखाने रहेछ जाडो तर यहाँ चाहिँ आउनु बित्तिकै सुरुमै तातो भयो यार मलाई चाहिँ मेरो ब्लगमा स्वागत छ हामी चाहिँ यसरी सुतिरहेको कमान्डो पनि हुन्छ माग्ने बुढाको टोपी लाएर यस्तै छ है यस्तै छ है हामी चाहिँ यहाँ सुति म चाहिँ यसरी नै सुत्छु आज चिसो ठाउँमा झ्यामा खाएर सोलुको अघि एसी ढोका नखोला है
के यतिकै नै आइदियो के भनेको दाइ गोरो मान्छेलाई तपाईँलाई पो आउँदैन त कालो अनुहार हाम्रो त आउँछ त हौ दाइ के भनेको हजुर कालो होइन नवराज कालो चुप लाग्यो न हजुर यस्तै छ है यस्तै छ तल छोड्यो ए यहाँ हिउँ परेर यस्तो छ है हिउँ परेर टुसारो परेर यस्तो छ हाम्रो कुरा यहाँ फरक देख्ने अब होमस्टे यही हो है यहाँ बेकार केटाहरू छ ऊ ऋषि ऋषि कान्छौ के छ एकदम भाइ म अहिलेसम्म चाहिँ ठिकै छु बाँचिरहेको छु गुड मर्निङ सोलो खुम्बु अहिले चाहिँ हामी सोलो खुम्बुमा आइसकेको छौँ हेर्न सक्नुहुन्छ यहाँ एकदमै राम्रो राम्रो ठाउँहरू यहाँ कालो मान्छे छ देखेको छैन त काला राउत पनि पर ल हामी चाहिँ अब मुखसु धोएर अब डुल्नु निस्किएको हो है गाई छौ हामी चाहिँ यहाँ भान्जो र म छौँ लास्टै रहेछ यहाँनिर हजुर हामी चाहिँ अब चिया गाइज हामी चाहिँ सोलुमा बिहान उठेर तातो चिया खाँदैछौँ दिनको सुरुवात गरिरहेको छौँ बिहान त भनेको के हो बिहान उठ्ने बित्तिकै खड्काजी चिया खाइसक्यो मुखमा किन नधुको मुख नि कहाँ हुन्छ यस्तो जाडोमा ए मुख धोरिसी छैन कचेरा चाखामा त्यत यहाँदेखि राजा त्यत माने त मुख धुनु हामीले चाहिँ मुख चाहिँ धुइसक्यो अब हामी निस्क्यौँ अब घुम्नलाई यसलाई फ्रेम लैजाँदा फ्रेम भ्यान्छ भन्छ है फ्रेम भ्यान्छ ओ माई गड ठाउँ चाहिँ देख्न सकिन्छ है देखिरहेछ हजुर हेलो गुड मर्निङ एभ्रिवान आज चाहिँ हामी सोलु गेम खेल्न आइपुगिसकेका छौँ र अहिले चाहिँ बिहानीको मर्निङको भाइस चाहिँ चिसो चाहिँ कसम चिसो छ क्या चिसो चाहिँ बब्बाल छ अनि भ्यूहरू चाहिँ ब्याक हेर्न सक्नुहुन्छ है यस्तो बब्बाल छ सोलुखुम्बुको भ्यू जाडो चाहिँ राजधानी नै रहेछ यो ठाउँ चिसोको चाहिँ देख्न सक्नुहुन्छ हिमाल राम्रो राम्रो यत्तिकै स्पिडमा आएपछि गाडी अनि के होला त रन्कायो दाजैले रन्कायो दरै रन्काएकै हो यतिको ल है देख्न सक्छौँ भलिबल ग्राउन्ड यहाँ हिमाली सट्टा देखिरहेको छ है सोलुखुम्बु कुन ठाउँको नाम त के पो अरे 10 पर्दो रहेछ वाटर नाम चाहिँ टाप्तिङ नाम पनि कस्तो हो टाप्तिङ ल यहाँको गाउँठाउँमा यस्तो छ बालो टाढा घाम नि आइरहेछ वाउ देख्न सक्छौँ है ओहो भ्यू त बाबा स्वर्ग हेर्ने हो गाइस स्वर्ग यहाँ छ बोङ्छु ल जाडो छ यतातिर चाहिँ होइन यस्तै छ
टाफ्टिङमा छौँ हामी सोलुको यस्तो छ ठाउँ चाहिँ हेर्नु यस्तो छ है ठाउँ चाहिँ कस्तो छ ओइ आयो घोडा छोड्दै बाटो साइड दिम हिरो बाइकको यता फेरि यो मेरो चेलाहरू चाहिँ पछाडि छ है चेलाहरू चाहिँ पछाडि छ है वान पिस चेला ओ दाडा तुषारहरू चाहिँ यस्तो झरिरहेछ ल हामी चाहिँ हेलिप्याड सोलुखुम्बुको हेलिप्याड आइसकेको छौँ सिन चाहिँ नि हिमालय पराउ सगरमाथा ल यस्तो बाबा यहाँबाट मामा हुनुहुन्छ ऋषि मानबहादुर श्रेष्ठ हेलिपोर्ट देखिसक्यो त हेलिपोर्ट आइसक्यो त सोलुखुम्बुको हेलिप्याडमा आइपुगिसकेको छौँ हामी सिन चाहिँ आरिस गर्नेले चाहिँ गरौँ है आरिस गर्नेले गर्नु म केही भन्दिनँ सिन यस्तै छ देखाएको चाहिँ होइन ल यस्तै छ कता गयो मर्दैन नि यस्तो खतरा तर्किन्छ हामी चाहिँ फोटोसोटो खिचेर फर्किसक्यौँ भन भिडियो पनि बनायौँ एक महिना होइन एक हप्तालाई पुग्यो भिडियो चाहिँ टक्क लाएर भिडियो सिडियो बनायो फोटोसोटो खिचिसक्यो पोस्ट पनि गरिसक्यो कति लाइक आउने हो घाम चाहिँ दामी आउँदैछ हामी चाहिँ पर बस्छौँ होइन यस्तै छ है यस्तै छ यस्तै छ जाडो छ लास्टै सोलोमा होइन टुसौरोहरू यस्तो छ यहाँ टुसौरोहरू बोलाएको है आमामा टुसौरोलाई त नि मारेको छ घरहरू त्यस्तो दामी छ कि यता हाम्रो भान्जा छन् फेरि होइन के छ र काट गऱ्यो त हौ आमा भान्जालाई त गोरे नगरी देखाउँछ त हौ भयो सबै देखाउँछ त नि हौ भान्जा अलवेज हो नि त मामाहरू यहाँ देखाउनु नि यहाँको यो लोकल मान्छेहरू हेर जाडो भएर कक्रोका परेको आफ्नै हालत खराब छ अरूलाई बिचरा भनेर के गर्नु नाखैमा त चुचो देखिन्छ हौ तेरो त यहाँ अब यहाँ आइस भने चाहिँ फेरि त फ्लप खान्छै छैन भाइ राम्रो अनुहार क्यामेरामा देखाउँदा चाहिँ कुटिहाल्नु अनुहार यस्तो गर्छ नि के गर्नु यस्तो गर्छ अनि नङले केही थाहा पायो है नङले अरे माने दाइले गोरो नगरो देखाएको छ यहाँ अब भिडियो राम्रो आउँदैछ त माने त ल बेलबारी बिचको पहिलो सेटको खेल सुरु हुन गइरहेको छ पहिलो सेटको खेल सुरु हुन गइरहेको छ सर्भिस बाई बेलबारी आज चाहिँ हाम्रो हिजो जितिसक्यो एउटा गेम आज एउटा गेम छ कस्तो खेल्छ कालो मान्छेले ग्राउन्ड यता छ हामीले जित्नै पर्ने दबाब छ हामीलाई आज जसरी पनि होइन हेर्ने हौ जिताउ गेम कसरी खेल्ने हो रणनीति बजाऊ बनाऊ लाइभ हेर्नु होला यो भिडियो त कहिले पोस्ट हुन्छ थाहा छैन घर पुगेर मात्रै हो यहाँ नेट सेट छैन बनाइ चाहिँ राख्छु म भिडियो चाहिँ हेर्नु होला पनि देखाइदियो हिमाल हिमाल यतातिर छ है हामी हिमालको छेउमै हो हामी हिमालको छेउमै प्लेन ऊ देखिरहेको यहाँ चाहिँ प्लेन चाहिँ हेर्नु है यहाँ पर प्लेन पनि हेर्न पाइँदैछ है यहाँ चाहिँ ग्राउन्ड चाहिँ अब गेम सुरु हुनु लागेको छ हाम्रो केटाहरू चाहिँ यता टिकटक बनाउँदैछ है
टिकटक स्टारहरू दुइटै फेरि पूर्वको स्टार पूर्वको गलकोटको स्टारहरू है सानो गलकोटको स्टारहरू तिनीहरूको अङ्क 11 छ भने मोरङ 8 मकै भटमा छान्दैछ त्यहाँसँग ट्याक्क लाएर बहुत राम्रो छ चाहिँ अर्ग्यानिक हो यो मकै र चिया चाहिँ अर्ग्यानिक खानु पाइएको छ आएदेखि यो खुसी मेरो 2 दिन अगाडिदेखिको रिक्वेस्ट आज सक्सेसफुल भयो कस्तो छ यता ठाउँ चाहिँ हो यो म त अर्कै पो देखिन्छ त खाना जन्मेको खाऊ खाने त हो त हामी फाइनल खेल्नको लागि कतिको एक्साइटेड छौँ दाइ क्याप्टेनजी एकदम के छ त बिचार एक पिस लाने हो एकदम हान्ने एक पिस यता हेर भन्नु पर्यो नि त नाम पनि भन्दिनँ नि अब ए हो गोजी सुरु दिन 5% भइरहेको अब दोस्रो दिनमा 60 पुग्यो दोस्रो गेममा 60 पुग्यो तेस्रो 75 अब 100 छ अरे माथि 95 हो अब 5% चाहिँ हामीले फाइनलमा देख्न गइरहेको छौँ